गुड मर्निङ गाइज। अहिले बिहानको 6:19 गइसकेको छ। म गगन। म अहिले मध्य प्रदेशको अन्तिम जिल्ला सप्तरी जिल्लाको शम्भुनाथ भन्ने ठाउँमा छु। शम्भुनाथ बाबाको मन्दिरको लागि चाहिँ एकदम प्रसिद्ध छ। शम्भुनाथबाट अलि अगाडि गइसकेपछि तपाईँको रोप्नी छ। रोप्नीबाट दक्षिणतिर जानुभयो भने चाहिँ जिल्लाको सदरमुकाम राजविराज पनि रहेको छ। त्यसपछि चाहिँ अहिले रातिको काम सिद्धाएर अहिले चाहिँ म चाहिँ अब हातमुख धोएर ब्रस गरेर चिया खानतर्फ जाँदैछु। यता चाहिँ गाउँबारी छ है, गाउँ छ। गाउँ लगभग पाकिसकेको छ। गाउँलाई चाहिँ अब चाहिँ लगभग अब यो महिनाको अन्तिमतिर लगभग काटिसक्छन्। अगाडिपट्टि चाहिँ यहाँ चाहिँ पार्क देख्न सकिन्छ होइन। यहाँ चाहिँ यो कवीर बाबाको आश्रम, त्यो सत साहेब रामपालजी के भन्ने हुन्छ नि, एकजना गुरु भएको हो। यही नै हो। यो पानी टङ्की रहेको छ यो अगाडि देखिएको। त्यसपछि चाहिँ अब म चाहिँ चिया खानतर्फ चाहिँ मेरो डेस्टिनेसन चिया खानतर्फ छ। म चिया खान जाँदैछु गाइज। अनि यो देखिरहेको यो मन्दिर चाहिँ बाबा शम्भुनाथको मन्दिर हो। लगभग यो चाहिँ शम्भुनाथ चोकबाट चाहिँ लगभग करिब 1 किलोमिटर भित्र पर्छ। बाबा शम्भुनाथको मन्दिर यही हो। यता चाहिँ सानो पसलहरू छन् है। अब यहाँ गर्छन्। हेलो सप्तरी जिल्लामा चाहिँ प्रायः मैथिली भाषा प्रयोग हुन्छ। मध्य प्रदेशको 8वटा जिल्लामा आधीभन्दा बढी जिल्लाहरूमा चाहिँ लगभग भोजपुरी प्रयोग हुन्छ भने महोत्तरी जिल्लाबाट चाहिँ यता महोत्तरी, धनुषा, सिराहा, सप्तरीमा चाहिँ मैथिली भाषाको प्रयोग हुने गर्छ।